गाइस वेलकम टु माई भ्लग। आजको भ्लगमा चाहिँ खास कुरा त छैन, त्यसै लाखु कोर्न जाने हो। मकै खाइरह लाखु कोर्न जाँदाखेरि लिएर जाने सामान चाहिँ यही है। धनी मानी भए पो राम्रो राम्रो झोला बोकेर जान्छ त, अब आफू त गरिब पर्यो। चट्टा लाएर हामी चाहिँ डाँडातिर आइपुगेको छ। म यो चाहिँ सेती नदी है गाइस, यो क्रसर। म जाने चाहिँ माथि हो, मकै कोर्ने ठाउँमा आइपुगिसकेको छ। यो हाम्रो गाउँ है साथीहरू, तलको यताको भ्यू। यो चाहिँ आपको बुढै गाइस, आप पनि भले छ। खाने भयो कन्ट्याक्ट गर्नु होला, 98 060। मोबाइल छैन चुप लाएर बस ओछ्यान माथि। सेती नदी हामी माछा मार्न जाल खेल्न जाने, बल्छी खेल्न जाने ठाउँ। कुनै न कुनै दिन जाला, आशा राख्नु। अर्को भ्लगमा हेर्दै गर्नु होला। यो हाम्रो लोकल जग्गा है गाइस। हामी मम्मी सुतिराख्नु भएको छ। वामा धन्दै खसेको। हिलो लाग्ला प्रेमको देउन चकटे। गाइस म चाहिँ यहाँ बस्ने ठाउँमा आइपुगिसक्यो, डेरामा। बाँदर आयो भने चाहिँ लहे लहे गर्ने काम मेरो त्यही हो। हाम्रो गाउँतिर त बाँदरले यस्तो गरिदिन्छ कि मकैमा बाँदर मार्नलाई पनि दिनु पर्यो के सरकार। यो भिडियो चाहिँ बालन सरकारसम्म पुर्याइदिनु होला है गाइस। यस्तो गरिदिए अब दुखी गरिब के गरेर खानु हामी जस्तो कि बाँदरले मकै यार फल्न भ्याएन रुख यस्तो बनाइदिएछ। बाँदर आउने ठाउँ चाहिँ यता तलतिर राम्रोसित देखेको छैन यार गाइस। बाँदर त खत्तम हुन्छ, यस्ता यस्ता बाँदरहरू छ। बाँदर हेर्नु हेर्नु ल हेर्नु त कस्तो छ। बाँदरलाई नियन्त्रणमा लिनु भन्नु पर्यो है बालन चाललाई गाइसहरू। हेर्नु त ए गाइस गरी डाँडा भन्नु यो झन्डा देखिरहेको छ त। यो यही हो गाइस। घुम्न जानुपर्छ है कुनै दिन, आउनुहोस् होला। गाइस यो बाँदरहरूलाई चाहिँ किन चाहिँ मार्न नपाउने होला कि त्यो चाहिँ मलाई कमेन्टमा भनिदिनु पर्यो है ल गाइस। गाइस यस्तोलाई चाहिँ हजुर घरतिर के हुन्छ हाम्रो घरतिर त जुकुर्या भन्छ, जुकुर्या चिकिनी जुकुराले यस्तो खास चिज देखाउनु गएको छ है। देख्न सक्नुहुन्छ यो अरिङ्गाले, यो चाहिँ कालो अरिङ्गाले, कालो अरिङ्गाल उलुलुलु देख्न सक्छ है। कालो अरिङ्गाल कालो उलुलुलु यहाँ छ है गाइस। यो गाइस यो चाहिँ हाम्रै बारी है, पहिलाको हामीले खेती गर्न छोडेको। मेरो भागमा यही रे है, हाम्रो तीन भाइ हो। मेरो भागमा यही रे। मसँग को आउने हो सम्पर्क गर्नलाई है, यही हो हाम्रो बारी। बोका यही हो है, बोका कालो बोका मन सबले च्यालेन्ज गरेछ त हामीले कि क्या हो। हमले नि च्यालेन्ज गरे है यार गाइस। अनि यो त एक गिलास ककटेल फाइनल गाइस। यो बोर्डमा चढेर म आँप खाँदैछु है, लगेर हेर्नुहोस् होला, प्रत्यक्ष गर्नु गाइस। म त तलबाट आइपुगिसकेँ यार। बेहोटे छ यार, आँप खान पाउँदैन के हो यो जिन्दगीमा। के छौ तिमी डुकी छौ के छौ तिमी डुकी छौ तिमी। म चढेर जन्मा दुईटा पायो यार, त्यो पनि राणा बानहरूले कहाँ खान दिएर राम्रोसँग खानु पर्यो यस्तो साथीहरू। मिठो यो चाहिँ मलाई भेट्न आएको यो मेरो मिजुहरू। मगरको मान काबेला हान। मेरो भ्लग हेर्ने सबैलाई सम्मान र सबै मेरो फ्यान भन्दै आजको यस भ्लगमा म बिदा हुन चाहन्छु। र लाइक कमेन्ट र सब्सक्राइब सबैले गरिदिनु होला भन्दै
बाट बिदा हुन चाहन्छु। अर्को भ्लगमा भेटौँला। हस्त गुड नाइट।